नमस्ते साथीहरु, फेरि पनि म अर्को एउटा नयाँ भिडियोलाई लिएर आएको छु। यदि तपाई घरबाट नै नयाँ पेन कार्ड बनाउन चाहनुहुन्छ या नयाँ पेन कार्डको निम्ति एप्लाई गर्न चाहनुहुन्छ भने अब नयाँ पेन कार्ड बनाउने प्रोसेस चेन्ज भइसकेको छ। आजको भिडियोमा म लेटेस्ट प्रोसेस बताउने छु। नयाँ पेन कार्ड कसरी बनाउनु, नयाँ पेन कार्डको निम्ति कसरी एप्लाई गर्नु। त्यसैले भिडियोलाई स्किप नगरी सुरुदेखि अन्तसम्म हेर्नु होला। र साथीहरु, भिडियो हेल्पफुल लागेमा भिडियोलाई लाइक गरिदिने गर्नुहोस्, किनभने हजुरहरुको एक लाइकले मलाई हौसला मिल्नेछ यस्तै अन्य भिडियोहरू बनाउनुमा। सँगसँगै मुनि कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया पनि राख्न सक्नुहुनेछ। र च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी नजिकै भएको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला, किनभने यो च्यानलमा म यही टाइपको कन्टेन्टहरू लिइरहने छु। आउनुहोस् साथीहरु, अब भने आजको भिडियोलाई स्टार्ट गरौँ। सबैभन्दा पहिले ब्राउजरलाई ओपन गर्नुहोस्। त्यसपछि ब्राउजरको सर्च बारमा टाइप गर्नुहोस् NSDL पेन कार्ड। त्यसपछि एन्टर प्रेस गर्नुहोस् र यहाँनिर सबैभन्दा फर्स्टमा अनलाइन पेन एप्लिकेसन यो लिंकमा क्लिक गर्नुहोस्। त्यसपछि यो पेज पाउनुहुनेछ अनलाइन पेन एप्लिकेसन। त्यसपछि यहाँबाट सेलेक्ट पेन एप्लिकेसन टाइप यहाँबाट सेलेक्ट गर्नुहोस् र यी मध्ये न्यू पेन इन्डियन सिटिजन फर्म 49A लाई सेलेक्ट गर्नुहोस्। त्यसपछि सेलेक्ट एप्लिकेसन क्याटेगोरी यहाँबाट इन्डिभिजुअललाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँबाट टाइटल सेलेक्ट गर्नुहोस्। श्री स्मृति कुमारी जे छ त्यो यहाँबाट सेलेक्ट गर्नुहोस् र यहाँनिर चाहिँ सबैभन्दा फर्स्ट नेम दिनुहोस् मिडलमा। त्यसपछि यहाँनिर राइट साइडमा मिडल नेम दिनुहोस् र यहाँनिर फर्स्टमा लास्ट नेम दिनुहोस्। त्यसपछि यहाँबाट आफ्नो DOB-लाई सेलेक्ट गर्नुहोस् र यहाँनिर क्लिक गर्नुहोस्। यहाँबाट इयर सेलेक्ट गर्न सक्नुहुनेछ। त्यसपछि यहाँनिर क्लिक गर्नुहोस्। यहाँबाट मन्थ सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँबाट डेटलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँनिर आफ्नो इमेल दिनुहोस्। त्यसपछि यहाँनिर मोबाइल नम्बरलाई दिनुहोस्। त्यसपछि यो सानो बक्समा क्लिक गर्नुहोस्। त्यसपछि आइ एम नट अ रोबोटमा क्लिक गर्नुहोस्। त्यसपछि सबमिटमा क्लिक गरिदिनुहोस् र यहाँनिर देख्न सक्नुहुन्छ र टोकन नम्बर जेनेरेट भइसकेको छ र यसलाई सेभ गरिराख्नुहोस्, किनकि यो फ्युचरमा काम लाग्न सक्छ। त्यसपछि कन्टिन्यूमा क्लिक गरिदिनुहोस् र यी मध्ये यहाँनिर यो थर्ड अप्सनलाई सेलेक्ट गर्नुहोस् र यो अप्सन सेलेक्ट गर्नाले तपाईको पेन कार्डमा फोटो हुनेछ र सिग्नेचर हुनेछ। त्यसपछि यहाँबाट सबैभन्दा फर्स्टलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँनिर आफ्नो आधार नम्बरको लास्टको 4टा नम्बर यहाँनिर दिनुहोस्। त्यसपछि तपाईको आधार कार्डमा जस्तो नाम छ सेम नाम यहाँनिर टाइप गर्नुहोस् र यहाँनिर DOB अटोमेटिक यहाँनिर आउनेछ। त्यसपछि यहाँबाट आफ्नो जेन्डरलाई सेलेक्ट गर्नुहोस्, मेल फिमेल या जे छ त्यो सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँनिर यसलाई नो गरिदिनुहोस्। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर प्यारेन्ट्सको डिटेल्स यहाँनिर दिनुपर्ने हुन्छ। यदि मदर नै सिंगल प्यारेन्ट हो भने यसमा यस गर्नुहोस् र यदि सिंगल प्यारेन्ट होइन र बाबा पनि हुनुहुन्छ भने चाहिँ यसमा नो सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँबाट मदर या फादर जो सेलेक्ट गर्नुहुन्छ र उसको यहाँनिर मिडलमा फर्स्ट नेम यहाँनिर टाइप गर्नुहोस्। त्यसै गरेर यहाँनिर राइट साइडमा मिडल नेम, त्यसपछि यहाँनिर फर्स्टमा लास्ट नेम टाइप गर्नुहोस्। त्यसपछि नेक्स्टमा क्लिक गरिदिनुहोस् र तपाईहरुले यहाँबाट आफ्नो इन्कमलाई सेलेक्ट गर्नुहोस् र मेरो कुनै इन्कम नभएकोले म नो इन्कमलाई सेलेक्ट गर्नेछु र तपाईहरु आफ्नो विचारले यहाँबाट तपाईहरुको इन्कम सोर्स सेलेक्ट गर्न सक्नुहुनेछ। त्यसपछि यहाँनिर रेसिडेन्ट एड्रेस यहाँनिर दिनुपर्ने हुन्छ र यहाँनिर सबैभन्दा फर्स्टमा छ फ्ल्याट, रुम, डोर, ब्लक नम्बर। यी मध्ये कुनै पनि दिन सक्नुहुन्छ र यहाँनिर आफ्नो घरको नम्बर पनि दिन सक्नुहुन्छ र घरको नम्बर तपाईलाई थाहा छैन भने भोटर कार्डको पछाडी तपाईले आफ्नो घरको नम्बर पाउनुहुनेछ र त्यो नम्बरलाई यहाँनिर दिन सक्नुहुनेछ। त्यसै गरेर यहाँनिर नेक्स्टमा छ बिल्डिङ, भिलेज है र आफ्नो गाउँको नाम या त बिल्डिङको यहाँनिर नाम दिन सक्नुहुनेछ। त्यसै गरेर नेक्स्टमा छ रोड, स्ट्रिट, लेन, पोस्ट अफिस र यहाँनिर कुनै पनि दिन सक्नुहुन्छ।
त्यसै गरेर यहाँनिर छ एरिया, लोकेलिटी र सब डिभिजन र यी मध्ये कुनै पनि दिन सक्नुहुन्छ। त्यसै गरी यहाँनिर छ टाउन, सिटी, डिस्ट्रिक्ट है र यी मध्ये कुनै पनि यहाँनिर दिन सक्नुहुन्छ। त्यसै गरी यहाँबाट आफ्नो कन्ट्रीलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँबाट आफ्नो स्टेटलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि स्टेटको पिन कोड यहाँनिर टाइप गर्नुहोस् र यहाँनिर जिप कोड दिनु पर्दैन, यसलाई यतिकै छोडिदिनुहोस्। त्यसपछि यहाँनिर नोलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँनिर छ कन्ट्री कोड, एरिया एसटिडी कोड र यसलाई यतिकै छोडिदिनुहोस् र मोबाइल नम्बर यहाँनिर अटोमेटिक आउनेछ र मेल पनि यहाँनिर अटोमेटिक आउनेछ। त्यसपछि यहाँनिर नोलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि नेक्स्टमा क्लिक गरिदिनुहोस्। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ एरिया कोड, EO टाइप, रेन्ज कोड, EO नम्बर र यहाँ दिएको यो डिटेल्सलाई निकाल्नुको निम्ति यहाँनिर अलिकति मुनि आउनुहोस् र यहाँबाट इन्डियन सिटिजन्सलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँबाट आफ्नो स्टेटलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँबाट सिटी सेलेक्ट गर्नुहोस्। त्यसपछि फेचमा क्लिक गरिदिनुहोस्। ओके, त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ र यहाँनिर दुईटा अप्सन छ र यी मध्ये जुनै पनि सेलेक्ट गर्न सक्नुहुनेछ र म यहाँनिर फर्स्टको सेलेक्ट गरिरहेको छु। जस्तो यहाँनिर सेलेक्ट गर्नुहुन्छ र त्यस्तै यहाँ माथिको एरिया कोड, EO कोड, रेन्ज कोड र EO नम्बर अटोमेटिक यो फिल हुनेछ। त्यसपछि नेक्स्टमा क्लिक गरिदिनुहोस्। त्यसपछि यहाँनिर प्रुफ अफ आइडेन्टिटी र प्रुफ अफ एड्रेस, त्यसै गरेर प्रुफ अफ डेट अफ बर्थ र सबैभन्दा पहिले प्रुफ अफ आइडेन्टिटी प्रुफको निम्ति यहाँबाट डकुमेन्ट सेलेक्ट गर्नुहोस् र यहाँनिर धेरैवटा डकुमेन्ट दिएको छ र यी मध्ये कुनै पनि डकुमेन्टलाई सेलेक्ट गर्न सक्नुहुनेछ र म यहाँबाट आधार कार्डलाई सेलेक्ट गर्नेछु। त्यसै गरी नेक्स्टमा छ प्रुफ अफ एड्रेस र एड्रेस प्रुफको निम्ति यहाँबाट सेलेक्ट गर्नुहोस् र यहाँनिर पनि धेरैवटा डकुमेन्ट यहाँनिर प्रोभाइड गरिएको छ र यी मध्ये कुनै पनि डकुमेन्टलाई सेलेक्ट गर्न सक्नुहुनेछ र म प्रुफ अफ एड्रेसको निम्ति पनि आधार कार्डलाई नै सेलेक्ट गरिदिनेछु। त्यसै गरी नेक्स्टमा छ प्रुफ अफ डेट अफ बर्थ र DOB प्रुफको निम्ति पनि यहाँबाट सेलेक्ट गर्नुहोस् र यहाँनिर धेरैवटा डकुमेन्ट दिएको छ, जस्तै बर्थ सर्टिफिकेटहरूलाई दिन सक्नुहुन्छ। त्यसै गरेर यहाँनिर DOB प्रुफको निम्ति पनि म आधार कार्डलाई नै सेलेक्ट गरिदिनेछु। त्यसपछि यहाँनिर डिक्लेरेसनको निम्ति यहाँबाट सेलेक्ट गर्नुहोस् र यहाँबाट सबैभन्दा फर्स्टको हिमसेल्फ, हरसेल्फ र यसलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँनिर प्लेस आफ्नो ठाउँको नाम यहाँनिर टाइप गर्नुहोस्। त्यसपछि यहाँबाट फोटोलाई अपलोड गर्नुपर्ने हुन्छ र फोटोलाई अपलोड गर्नुभन्दा अघि यो कुरालाई ध्यान दिनुहोस् र फोटो एक्सेप्टेड फर्मेट JPEG मा हुनुपर्ने छ। त्यसै गरेर यहाँनिर फोटोको डाइमेन्सन 3.5 × 2.5 सेन्टिमिटरमा हुनुपर्ने छ र म्याक्सिमम फोटोको साइज 50 KB हुनुपर्ने छ र यो कुरालाई ध्यान दिनुहोस् र फोटोलाई अपलोड गर्नको निम्ति यहाँनिर क्लिक गर्नुहोस्। त्यसपछि कुन चाहिँ ड्राइभको कुन चाहिँ फोल्डरमा राख्नु भएको छ त्यहाँबाट सेलेक्ट गरिदिनुहोस्। त्यसपछि अपलोडमा क्लिक गरेर अपलोड गरिदिनुहोस्। त्यसै गरी अब भने यहाँबाट सिग्नेचरलाई अपलोड गर्नुपर्ने हुन्छ र स्क्यान गरेको सिग्नेचरको फर्मेट JPEG मा हुनुपर्ने छ। त्यसै गरेर डाइमेन्सन 2 × 4.5 सेन्टिमिटरमा हुनुपर्ने छ भने फाइल साइज म्याक्सिमम फाइल साइज चाहिँ 50 KB हुनुपर्ने छ र यो स्क्यान गरेको सिग्नेचरलाई अपलोड गर्नको निम्ति यहाँनिर क्लिक गरिदिनुहोस्। त्यसपछि कुन चाहिँ फोल्डरमा राख्नु भएको छ सेलेक्ट गर्नुहोस्। त्यसपछि अपलोडमा क्लिक गरेर अपलोड गरिदिनुहोस् र अब पनि सपोर्टिङ डकुमेन्टलाई अपलोड गर्नुपर्ने हुन्छ र यहाँनिर सपोर्टिङ डकुमेन्टलाई अपलोड गर्नुभन्दा अघि यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ र डकुमेन्टको फर्मेट PDF मा हुनुपर्ने छ र म्याक्सिमम फाइल साइज 300 KB हुनुपर्ने छ गर्नुपर्ने हुन्छ र मैले तीनवटैमा मैले आधारलाई मैले सेलेक्ट गरेको थिएँ र त्यही भएर म आधारलाई मात्रै यहाँनिर अपलोड गर्नेछु र तपाईँ आफूले अघिबाटै कुन डकुमेन्टलाई माथि सेलेक्ट गर्नुभएको थियो र त्यो डकुमेन्टहरूलाई यहाँबाट अपलोड गरिदिनुहोस्। जब अपलोड गरिसक्नुहुन्छ तब सबमिटमा क्लिक गरिदिनुहोस्। त्यसपछि यहाँनिर आफ्नो आधारको 8 वटा नम्बरलाई यहाँनिर टाइप गर्नुहोस् र फर्स्टदेखि नै टाइप गर्दै जानुहोस् र जहाँसम्म 8 वटा पुग्छ त्यहाँसम्म यहाँनिर टाइप गर्नुहोस्।
त्यसपछि यहाँनिर प्रोसिड गर्नुभन्दा अघि एकचोटि राम्रोसँग हेर्नुहोस् र कहीँ कतै मिस्टेक छ भने त्यसलाई एडिट गर्नुहोस्। यदि सबै ठिकै छ भने प्रोसिडमा क्लिक गरेर अघि बढ्न सक्नुहुनेछ। र नेक्स्टमा छ मोड अफ पेमेन्ट र पेमेन्टको मोड र यहाँनिर दुईटा पाउनुहुनेछ। एउटा रहेको छ अनलाइन पेमेन्ट थ्रु एचडिएफसी र यसमा अदर पेमेन्ट मोड्स रहेको छ भने अर्को छ डिमान्ड ड्राफ्ट र ड्राफ्टद्वारा पनि पेमेन्ट गर्न सक्नुहुनेछ र यी मध्ये यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर पनि धेरैवटा अप्सन पाउनुहुनेछ र यी मध्ये अनलाइन पेमेन्ट थ्रु पेटिएम भिसा रुपी यसलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि तपाईहरुले पेमेन्ट चार्जेस इन्फर्मेसन पाउनुहुनेछ र यहाँनिर फीमा रहेको छ र 106 रुपैयाँ 90 पैसा लगभग 107 रुपैयाँ। त्यसैगरी अरु कुराको पनि यहाँनिर इन्फर्मेसन पाउनुहुनेछ। त्यसपछि आई एग्री टु द टर्म्स अफ सर्भिस लाई चेक गरेर प्रोसिड टु पेमेन्टमा क्लिक गरिदिनुहोस्। त्यसपछि पे कन्फर्ममा क्लिक गर्नुहोस्। केही क्षण वेट गर्नुहोस्। त्यसपछि तपाईहरुले क्यूआर कोड पाउनुहुनेछ र यो क्यूआर कोडलाई स्क्यान गरेर पे गर्न सक्नुहुनेछ र म यो स्क्यानलाई स्क्यान गरेर पे गर्दिनेछु। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ पेमेन्ट रिसिभ र यो ट्रान्ज्याक्सन स्टेटस यहाँनिर सक्सेस भएको छ र डे टाइम र यसै गरेर अरु यहाँनिर डिटेल्स पाउनुहुनेछ। त्यसपछि कन्टिन्युमा क्लिक गरिदिनुहोस्। त्यसपछि नेक्स्टमा पाउनुहुनेछ आधार अथेन्टिकेसन। त्यसपछि यहाँनिर यसलाई चेक गर्नुहोस्। त्यसपछि अथेन्टिकेटमा क्लिक गरिदिनुहोस्। जब अथेन्टिकेसनमा क्लिक गर्नुहुन्छ र यहाँनिर अलिकति मुनि यहाँनिर देख्न सक्नुहुन्छ योर रिक्वेस्ट अफ आधार अथेन्टिकेसन इज सक्सेस। त्यसैगरी अथेन्टिकेसनको निम्ति ओटीपी जेनेरेसनमा क्लिक गरिदिनुहोस्। ओटीपी लाई यहाँनिर यो बक्स भित्र टाइप गर्नुहोस् अनि सबमिटमा क्लिक गर्नुहोस्। त्यसपछि क्लिक कन्टिन्यू टु प्रोसिडमा क्लिक गर्नुहोस्। यसलाई चेक गर्नुहोस्। त्यसपछि यहाँनिर आफ्नो आधार नम्बर दिनुहोस् अनि सेन्ड ओटीपीमा क्लिक गर्नुहोस्। त्यसपछि आधारसँग रेजिस्टर भएको मोबाइल नम्बरमा ओटीपी आउनेछ र त्यो आएको ओटीपीलाई यहाँनिर टाइप गरेर भेरिफाई ओटीपीमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ र यो सक्सेस भइसकेको छ र यहाँनिर माथि देख्न सक्नुहुन्छ एक्नोलेजमेन्ट र यसलाई डाउनलोड गर्नको निम्ति यहाँनिर अलिकति मुनि डाउनलोड पीडीएफ मा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ र म यसलाई डाउनलोड गर्नेछु। यहाँनिर देख्न सक्नुहुन्छ डाउनलोड भइरहेको छ र अब भने यसलाई म ओपन गर्नेछु र यहाँनिर देख्न सक्नुहुन्छ र यो पासवर्ड प्रोटेक्ट गरिएको छ र यसको पासवर्ड चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरुको आफ्नो डीओबी जस्तै डेट मन्थ र इयर हुनेछ। पासवर्ड दिनेछु। त्यसपछि ओकेमा क्लिक गर्दिनेछु। र साथीहरु यो तरिकाले अनलाइन नयाँ प्यान कार्डको निम्ति एप्लाई गर्न सक्नुहुनेछ।